हेलो गाइज वेलकम छ मेरो ब्लगमा। आज चाहिँ तपाईँलाई म देखाउँदैछु यहाँको दृश्य चाहिँ यो चाहिँ मुजफ्फरगढको पुल हो। यो चाहिँ देख्न सक्नुहुन्छ कैलाश खोला माथि रामाक्षणबाट आइरहेको छ। अनि यहाँबाट टक्कै देख्न सक्नुहुन्छ तपाईँ यहाँबाट यो मुजफ्फरगढको दृश्य मुजफ्फरगढ हो। यो कैलाश खोला यहाँबाट गयो भने तपाईँको यो सुतार जाने बाटो होइन, सुतार जान सक्नुहुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ म एकदमै यो पुलमा आइरहेको छु। मुजफ्फरगढको पुलमा हिँडिरहेको छु म यतिखेर चाहिँ। यो मुजफ्फरगढको दृश्य हो, यो देख्न सक्नुहुन्छ होइन। उताबाट चाहिँ केटाहरू आइरहेछन्। हेलो केटाहरू, कहाँ घुमिरहेको छ तिमीहरू? यिनीहरू पनि मुजफ्फरगढ घुम्न आइदिरहेछन् है गाइजहरू। तपाईँ देख्न सक्नुहुन्छ यो कैलाश खोला हो। यो चाहिँ मुजफ्फरगढबाट त्यो मान्दा माथि यो चाहिँ मुजा हो है, देख्न सक्नुहुन्छ। एकदमै रमाइलो दृश्य रहेको छ। यताको चाहिँ कैलाश खोला बग्दैछ, माथि पुल होइन। हिजोका विगतका दिनहरूको याद आउँछ। म यता चाहिँ करिबन धेरै वर्षपछि 8-10 वर्षपछि चाहिँ यो मुजफ्फरगढको पुलमा चढेको छु है म, 8-10 वर्षपछि होइन। अब आफ्नो जन्मभूमि जे भयो भने रमाइलो लाग्छ। तपाईँहरू देख्न सक्नुहुन्छ यताबाट गयो भने चाहिँ माथि यो सुतार जाने बाटो हो, सुतार जाइन्छ। मेरो गाउँ चाहिँ यहाँभन्दा धेरै माथि हो। यो चाहिँ मेरो मामा गाउँ मुजा होइन, त्योभन्दा माथि चाहिँ मेरो गाउँ छ।